आदरणीय दर्शकबिन, कैलाशको काखबाट झरेको कर्णाली हिमालको शीतल श्वास बोकेर हजारौं वर्षको इतिहास समेट्दै चट्टान चिरेर उपत्यका छिचोलेर भूगोललाई आकार दिँदै सभ्यतालाई सिस्दै बगिरहेको छ। अर्कोतिर पूर्वका डाँडाको काखबाट हतारिँदै आएको भेरी सुर्खेतलाई दुई किनारामा बाँड्दै बस्तीलाई जीवन दिँदै आफ्नै लयमा बगिरहेको छ। यी दुई नदी, दुई यात्रा, दुई कथा, दुई स्वभाव, तर जब यी सुर्खेतको घाटगाउँमा भेटिन्छन्, त्यो भेट केवल पानीको मिसावट हुँदैन, त्यो आत्माको मिलन हो, त्यो भूगोलले आफै लेखेको प्रेम कथा हो। उत्तरतिरबाट कर्णाली बगेर आएकी छन् भने पूर्वतिरबाट भेरी बगेर आएकी छन्। यो यस्तो सङ्गम स्थल छ कि दुईतिर यति ठुला ठुला विशाल नदी भए तापनि यो बिचको उपत्यकामा पानीको कमी छ। फेरि किन यसलाई यहाँ सिँचाइ नपुगेर यहाँको उब्जनी नै पछाडि परेको मैले अवस्था देखेँ। आकाशको भर पर्नुपर्ने अवस्था पनि देखेँ। घाटगाउँको दोभानमा उभिँदा लाग्छ प्रकृतिले आफ्नै हातले बनाएको मन्दिर हो यो। यहाँ न घन्टी बज्छ न आरती हुन्छ, तर मन आफै श्रद्धाले नतमस्तक हुन्छ। कर्णालीले भेरीलाई अँगालो हाल्ने त्यो छेड, त्यो दृश्यमा कस्तो अद्भुत शान्ति छ। दुई फरक दिशाबाट आएका धारहरू यहाँ एउटै उद्देश्यमा बदलिन्छन्, साथ बग्न। न कुनै अहङ्कार, न कुनै प्रतिस्पर्धा, बस मिलन र त्यसपछिको साझा यात्रा। तर विडम्बना हेर्नुहोस्, हामी यहीँ उभिएर पनि आफ्नै सौन्दर्य देख्दैनौँ, हामी आफ्नै आँगनको पवित्रता चिन्न सक्दैनौँ। पाप पखाल्न प्रदेशका घाट सम्झन्छौँ, तर आफ्नै दोभानको जललाई तीर्थ बनाउन सक्दैनौँ। बनारस र हरिद्वार सम्झेर हजारौं खर्च गर्छौँ। भगवान श्रीराम अयोध्या धाममा पनि यही नदीको स्नान गरेर पावन पवित्र मान्नुहुन्थ्यो। यो नदीको अत्यन्त महत्त्व चाहिँ भारतमा मान्नुहुन्छ, तर जहाँ प्रकट भएको छ त्यसको महिमा अलिकति नबुझेको हो कि नथाहा पाएको हो कि भन्ने लाग्छ पनि। थाहा पाए पनि यसको प्रचार नभएको हो कि जस्तो पनि लाग्छ कति ठाउँमा। यसलाई जान्न जरुरी छ। नजिकको तीर्थ हेला भने जस्तो पनि भएको छ। नेपाललाई एउटा धार्मिक पर्यटकलाई विकास गर्ने हो भने नेपालमा उत्पत्ति भएका, आफै देवी देवता प्रकट भएका र यहाँको प्राकृतिक मनोरम अत्यन्त धेरै सुन्दर छ। विश्वमै साँच्चीकै एउटा चिनाउन सक्ने भयो भने विश्वभरिका व्यक्तिलाई यहाँ घुम्न पर्यटकीय स्थान बनाउन सकिने क्षमता चाहिँ छ। तर घाटगाउँलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्र बनाउन सामूहिक इच्छा जगाउन सक्दैनौँ। यही दोभानमा स्नान गरेर पञ्चपुरी क्षेत्रको आध्यात्मिक पदमार्ग जोड्न सकिन्थ्यो। यहीँबाट दैलेखको पञ्चकोशी र जुम्लाको चन्दननाथसम्म आस्थाको श्रृङ्खला विस्तार गर्न सकिन्थ्यो। स्थानीय युवा गाइड बन्थे, होमस्टे खोल्थे, साना व्यापार फस्टाउँथे, नदी किनारमा आरती गुन्जिन्थ्यो, संस्कृतिको नयाँ अध्याय सुरु हुन्थ्यो। बाटो सुगम भएपछि यहाँ भएका व्यक्तिहरूले स्वरोजगार अवसर प्राप्त गर्नुहुन्छ। यहाँ होटल व्यवसायीहरूदेखि लिएर भोजनको व्यवस्थापनदेखि लिएर सबै प्रकारका सुविधा यदि दिन सक्ने हो भने मान्छे आन्तरिक पर्यटकले नै यो ठाउँ भरिपूर्ण हुन्छ जस्तो लाग्छ मेरो नजरमा। हामी कस्तुरी चाहिँ आफ्नै नाभिबाट निस्किएको सुवास नचिनेर जङ्गलभरि खोजिरहने भेरी र कर्णाली वर्षौंदेखि यहीँ मिलिरहेका छन्। उनीहरूलाई न सीमाङ्कनले रोकेको छ, न राजनीतिक बहसले। उनीहरू बगिरहेका छन् धैर्यका साथ मौन सन्देश बोकेर। पुरानो संस्कृति जो देउडा नाच्ने, यहाँको टिपिकल नेपाली भाषा जहाँ उत्पत्ति भएको यो पश्चिमी क्षेत्रहरूमा, यसलाई जोगाएर लिएर जानुपर्ने, नेपालको पहिचान अगाडि बढाउनु पर्ने। आज सुर्खेतको यो कर्णालीको पहिचान चाहिँ विश्वभरि देखाउनु पर्ने। यहाँ फलेका ती कृषिजन्य पदार्थ तराईमा गएर बिक्री हुनुपर्ने र त्यहाँ भएका यहाँसम्म आउनुपर्ने, त्यस्तो अवस्थाको सिर्जना होस्, सबैलाई म अनुरोध गर्छु। हामीले त्यो सन्देश सुन्ने फुर्सद पाएका छैनौँ। हामीले सम्भावनाको आवाज चिन्न सकेका छैनौँ। प्रकृतिले हामीलाई तयार मञ्च दिएको छ, सुन्दरता दिएको छ, आस्था र अर्थतन्त्र दुवै सम्भावना दिएको छ। कर्णाली र भेरी त बगिरहेकै छन्, तर हाम्रो चेत कहिले यसरी नै एक भएर बग्छ। यदि जीवनमा समय छ, मिल्छ भने मेरै देशमा पनि यस्तो भूमि छ भनेर एकपटक अवश्य पाल्नुहोला। यो पावन धरा कर्णाली र भेरीको सङ्गम अवश्य दर्शन गर्नुहोला भन्न चाहन्छु। जय होस्।